बनेपाबाट 6 किलोमिटर दायाँ साइड आएपछि हामी ठ्याक्क पनौती बजार पुग्छौँ। यहाँबाट हामी दायाँ साइडमा लाग्छौँ कोसादेवीतर्फ। पनौतीबाट 4-5 किलोमिटर आउने बित्तिकै देब्रे साइडमा ठ्याक्क आदित्य मोक्ष धाम जाने गेट देखिन्छ। हामी अब आदित्य मोक्ष धाम आइपुग्यौँ। जुत्ता चप्पल बाहिर भनेछ। अब जुत्ता चप्पल बाहिर खोलेर हामी आदित्य धामको प्रवेशद्वार भित्र प्रवेश गर्दैछौँ। ल हेर्नुहोस् त गेट यति राम्रोसँग सजाएको छ। यस पार्कलाई आदित्य धाम मात्र होइन, उहाँलाई गुगल बाई भनेर पनि चिनिन्छ। सबभन्दा माथि हेर्नु त भाउजू हेरे राम्रो यसरी त्यो नागले यस्तो गरेर सेतो त्यो महादेवको त्यो लिङ्ग राखेको छ नि, त्यो बत्ती बल्ने होला कि त्यो मयूरको पुच्छर पनि बल्ने हो कि रेडियम बल्ने हो कि के हो? मलाई बत्ती बल्छ त्यो पक्का हैन। यो गएन कि पानी हो त्यो नागको हैन आउने कि नाग गरेर त्यो नागको त्यो हो त्यो दुईटा यस्तो भएको। अनि त्यहाँ मयूर भएन। यस पार्कमा उहाँको विराजमान गद्दीमा बसेको प्रतिमा, आलिशान प्रतिमा स्थापना गरेर राख्नु भएको छ। यस्तो सुन्दर मनमोहक र नवनिर्मित आदित्य धाम यस्तो राम्रो सजाएको छ, यति राम्रोसँग डेकोरेसन गरेर सिस्टमेट तरिकाले बनाएको छ। आहा हेर्नुहोस् त कति राम्रो छ, सफा पनि त्यतिकै छ। जम्मै चिज जे होस् मिलाएर बनाएको छ। ओहो आदित्य धाम हेर्न कस्तो दामी है। यहाँ एउटा स्तम्भको बिचमा एउटा पोखरी पनि बनाएको छ। पानी हालेर पनि ट्राई गरेर पनि फेरि अहिले पानी चाहिँ छैन। जे होस् मनमोहक छ। घुम दामी सिन छ त यहाँ हेर त हामी नि। पहाड जस्तो बनाइरहेको छ, कस्तो राम्रो त्यसमा झन् हरि। यस आदित्य धामको जग्गा यति ठुलो छ कि अझ पनि यहाँ थुप्रै संरचनाहरू बनाउन बाँकी छ। अहिले हामीलाई त यस्तो मनमोहक, यस्तो सुन्दर र राम्रो लाग्यो, जान मन लागिरहेको छैन। अझ यो सबै बन्ने बेला कति रमाइलो हुन्छ होला। सबैले यो भिडियो मनमा लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।